श्री राधे। जय श्री राधे। ओम नमः शिवाय। हरि ओम। श्रीमन्नारायण। म आज एउटा नयाँ खालको सानो जानकारीमूलक भिडियो प्रस्तुत गर्न गइरहेको छु। विशेष गरेर हाम्रो यस धार्मिक क्षेत्रमा शुक्र अस्त उदयको विषयमा धेरै कुरा छलफल भइरहेका छन्। यो सबैले जान्नुपर्ने विषय पनि हो। हाम्रो के हुन्छ भने हाम्रो नेपालमै पनि भारत र नेपालको त मिल्दैन। हुन त हामीले सम्पूर्ण कर्मकाण्ड गर्ने पुराणहरू भारतबाटै बनारसबाटै आएका पुराणहरूलाई मान्छौँ। हाम्रा पुराण जति पनि हामी पुराण वाचनहरू गर्छौँ सबै नैमिषारण्य क्षेत्रमा नि उद्गम भएका हुन्। तिनी कुरालाई मान्दै आउँदा पनि हामीसँग भारतका नियम र नेपालका नियमहरूमा केही फरक त छन् नि। त्यो आफ्नो आफ्नो ठाउँको परम्परा अनुसार पनि हुन्छ र हाम्रै नेपालमा पनि पश्चिम र पूर्वतिरको पनि केही कुराहरू मिल्दैन। अलिकति फरक पूर्वतिर र पश्चिमतिरको पनि केही फरक छ। र एउटा कुरा फरक हाम्रातिर फरक हुने विशेष कुरा अहिले खड्किरहेको र धेरै परिरहेको कुरा हामीले लगाउने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ यो अत्यन्त खड्किरहेको कुरा छ। विशेष गरेर हामी परापूर्वकालदेखि भनौँ या बिचदेखि कहिलेदेखि चल्दै आयो। हामीले थाहा पाउँदा मैले 55 सालमा पुराण भने घरमा। त्यतिखेर देखि नि मैले थाहा पाउँदादेखि नि वार्षिक हुँदाखेरि पुराण लगाउन जुराइराख्नु पर्दैन भनेर भन्नुहुन्थ्यो हामीभन्दा ठुला गुरुहरूले। गुरुहरूले भनेको कुरालाई अनुसरण गर्दै आइयो। तर भागवतमा के छ भने पुराण लगाउँदाखेरि जुराउनु पर्ने र नपर्ने भन्ने विषयहरू दुई पक्ष छ। भागवत श्रीमद् भागवत नै सम्पूर्ण को दृष्टान्त दिन काफी छ। यसैमा सबै कुरा समेटिएका छन्। भागवतको महात्म्यले के भन्छ भने शुक्र अस्तका बेला के गर्ने के नगर्ने ज्योतिष शास्त्रहरूले पनि अरू शास्त्रहरूले पनि धर्मसिन्धु निर्णय सिन्धु सबैले निर्देश गरेको छ। शुक्र अस्त बृहस्पति अस्त भएका बेला घर गृह प्रवेश नगर्ने, शिलान्यास नगर्ने, विवाह नगर्ने, व्रतबन्धन नगर्ने, कुवाहरू नखनाउने, पुराण नलगाउने इत्यादि धेरै कुराहरू छन् नगर्ने कुराहरू। अब यी सबै कुरालाई समेट्दै ल्याउँदा पुराण नलगाउने कुरा र भागवतले पनि के भन्छ भने भागवत लगाउँदाखेरि सप्ताह लगाउँदाखेरि ज्योतिषीलाई लगेर मुहुर्त सोधेर मात्रै पुराण लगाउनु भनेको छ। भागवतको महात्म्यको 6औं अध्यायमा दैवज्ञम तु समाहुय मुहुर्त पृच्छ यत्न त भन्छ। ज्योतिषीलाई गएर सोधेर मुहुर्त ठहराएर भागवत लगाउनु भन्छ। र फेरि त्यही भागवतमा के भनेको छ महात्म्य भने सदासेव्य श्रीमद् भागवती कथा। श्रीमद् भागवत कथा सुन्नका लागि दिन नहेर्नु है, सदासेव्य सधैँभरि जुन समय आफूलाई अनुकूल भन्छ त्यो समय श्रवण गर्नु, भागवत सुन्नु, आयोजना गर्नु भन्छ। सदासेव्य श्रीमद् भागवती कथा। दीनानाम नियमो नास्ति पनि त्यही भन्छ। यही प्रमाणहरू भागवत लगाउनका लागि साहित्य हेर्नुपर्ने, मुहुर्त हेर्नुपर्ने प्रमाण पनि भागवतमा छ र नहेरिकन गर्नुपर्ने प्रमाण पनि छ। यो किन दुई किसिमको भयो त भन्दा यहाँ भागवत लगाउँदा विशेष गरेर भागवत पितृमुक्तिका लागि अरू पुराणहरू लगाउँदाखेरि अलग अलग कामना हुन्छन्। जुन पुराण लगाइन्छ तत्त कामनाहरू हुन्छन्। भागवत विशेष गरेर पितृमुक्तिका लागि लगाइन्छ। सम्पूर्ण कार्य सम्पन्न र पितृमुक्तिको विशेष उद्देश्य हुन्छ। र समय दुईटा हुन्छन्, अनुकूल समय र प्रतिकूल समय। अनुकूल नभएको समय र अनुकूल समय। यदि हामीलाई पुराण लगाउन मन लाग्यो भने मनमा पुराण लगाउँछु भन्ने भयो भने ज्योतिषी गुरुलाई गएर सोध्ने, गुरुजी कहिलेदेखि पुराण लगाउँदा उत्तम हुन्छ, मलाई पुराण लगाउन लाग्यो, मेरा पितृलाई उद्धार गर्न या आत्मकल्याण गर्न पुराण लगाउने इच्छा छ भनेर ज्योतिषी गुरुलाई सोध्ने। मुहुर्त सोधेर मात्रै गर्नुपर्छ। तर आपत्तिकाले अवस्था आइहाल्यो, नगरी नहुने अवस्था आयो भनेदेखि नगरी नहुने अवस्थामा मुहुर्त हेराइराख्नु आवश्यक छैन। र हाम्रो पूर्वमा चल्दै आएको पनि यही छ कि वार्षिक विशेष गरेर वार्षिक गर्दाखेरि पश्चिमतिर त वार्षिक गर्दा हामीलाई अनौठो लाग्छ। पूर्वको पश्चिमतिर, पश्चिमको पूर्वतिर अनौठो लाग्नु स्वाभाविकै। आफ्नो पहिले मोबाइल थिएनन्, यो सञ्चारको अलिक कम थियो। आफू हातमा मोबाइल थिएनन्, सबै कुरा थाहा हुँदैन थियो के कस्तो कहाँको के नियम छ भनेर।
वार्षिक गर्दाखेरि पश्चिमतिर कुन ठाउँमा हो वार्षिक श्राद्धका दिन साङ्गे गर्ने गरी पुराण भन्ने चलन छ अरे। त्यो हामीलाई सुन्दा अनौठो लाग्छ। हाम्रो पूर्वतिर चाहिँ के चलन छ भने वार्षिकको दिन वार्षिक श्राद्ध गर्ने, भोलिपल्टदेखि पुराण लगाउने यो चलन हाम्रोतिर हामीले थाहा पाउँदादेखि चलिआएको। कहिलेदेखि अब मैले सुन्नमा आएको चाहिँ हाम्रो आबाल ब्रह्मचारी षडानन्द गुरु, उहाँ चाहिँ कोशीमा चाहिँ रुमाल बिछ्याएर पार तर्नुहुन्छ अरे। उहाँले चाहिँ यो तिथि नै उहाँको पुण्यतिथि भएका कारणले गर्दा यो तिथिदेखि लगाउन साइत हेर्नु पर्दैन, यो तिथि नै उहाँको आफ्नो तिथि हो, साइत हेरिएको तिथि हो भनेर भन्नुभयो भन्ने सुनेको। कहाँसम्म सत्य हो अब, कि उहाँदेखि चलो या उहाँदेखि माथिदेखि चलो, कहिलेदेखि चलो हामीले थाहा पाउँदा चलिरहेको छ पुराण लगाउन, वार्षिकमा पुराण लगाउन विशेष गरेर। र अब साइत जुराएर लगाउने भनेको आफ्नो अनुकूल हुँदा समय हुँदाखेरि हो। जब समय छैन, हेर्नु है, पुराण सुन्नका लागि मुहुर्त हेर्नुपर्ने भन्यो महात्मेले। जहिले मन लाग्छ त्यहिले सुन्नु पनि, नपर्खिनु, मन लाग्यो भने सुनिहाल्नु। सदासेव्य सदासेव्य, दिनानाम नियमो नास्ति, यी सबै कुरा प्रमाण भएका कारणले गर्दा। र परापूर्व कालमा हामीले महात्म्य या भागवतमा पुराण सुन्दाखेरि सुखदेव र राजा परीक्षितको संवाद भयो गङ्गाजीका किनारमा। त्यो साइत हेरेर लगाएको पुराण थिएन। राजा परीक्षित मुक्त भएर जानुभयो, आपत पऱ्यो, सात दिनमा मर्छु भन्ने डर हो, आएर पुराण सुन्न बस्ने हुनुभयो। उहाँले पुराण सुनाउनु भयो, त्यसलाई नियम चाहिएन, त्यो मुहुर्त हेर्नु परेन, किन उहाँको दिन थिएन त्यहाँभन्दा। अर्को कुरो, मण्डप पूजा गरेर विधि विधानले सबै कुरा गरेर गोकर्णले भागवत लगाउनु भयो, धुन्धुकारीको नाम गोत्र उच्चारण गर्नुभयो, 7 आँखा भएको बाँसमा आएर बसेर 7 दिनमा मुक्त भएर गएको भन्ने कुरा हामी सुन्छौँ। उहाँले कुनै मुहुर्त हेर्नु भएको थिएन। उहाँ जानुभयो आफ्नो पुरानो घरमा, त्यहाँ प्रेतले तर्सायो, दुःख दियो। के गरी मुक्ति हुन्छ भन्दाखेरि के गरी हुन्छ थाहा छैन, तर म प्रेत योनिमाबाट मुक्ति भएको छैन भन्यो। सूर्यनारायणलाई सोध्नुभयो, सूर्यले भन्नुभयो श्रीमद् भागवत सप्ताह लगाऊ मुक्ति हुन्छ भनेपछि भागवत लगाइहाल्नुभयो। उहाँले साइत हेर्न जानु भएन, ज्योतिषिकामा हेराउनु भएन, लगाइहाल्नुभयो। किनभने उहाँले जतिखेर थाहा पाउनुभयो उहाँलाई असह्य भयो, मुक्ति भएको रहन्छ भन्ने कुरा, उहाँले लगाउनुभयो, मुक्त भएर गयो। अब भक्ति ज्ञान वैराग्य वृन्दावनमा ज्ञान र वैराग्य लडेका थिए। आमा युवती, छोरा बुढा भएका थिए। उनीहरूलाई उठाउनका लागि नारदीले हरेक प्रयत्न गर्नुभयो, उठेनन्। सनकादि ऋषिका शरणमा जानुभयो। सनकादिले भन्नुभयो भागवत लगाऊ, उठ्छन् भनेर भन्नुभयो। उहाँ गएर भागवत लगाइहाल्नुभयो, किन उहाँ सुतेका छन्, त्यस कारणले भागवत लगाइहाल्नुपर्छ भनेर लगाइहाल्नुभयो। मुहुर्त हेरेर पर्खेर लगाउनु भएन, किनभने त्यो समय नै त्यतिखेरै नगरी नहुने थियो, हेरेर बस्ने ठाउँ थिएन। त्यो हेरेर बस्ने ठाउँ नभएका कारणले गर्दा गरिहाल्नुभयो। उनीहरू श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव भन्दै वृन्दावनबाट आनन्द नाम गरेको तटमा हरिद्वारमा गए। भनेपछि अनुकूल हुँदाखेरि जहिले लगाउँदा पनि हुन्छ भन्ने हुँदाखेरि चाहिँ साहित्य हेर्नु पर्यो। अरू दिन पनि त छन् नि, यतिखेर नलगाइ हुँदैन भन्ने। तर कसैको अवस्था, डक्टरले बिदा दियो, बिरामी छ, डक्टरले बिदा दियो, अन्त्यमा पुराण सुनेर जाने इच्छा भयो या लगाउने इच्छा भयो, बुवा आमालाई सुनाउँछु भन्ने छोरा बुहारीको इच्छा भयो, छोराछोरीको इच्छा भयो, लगाउन पायो। त्यतिखेर साहित्य हेर्नु परेन, किन अन्तिम अवस्था छ, अन्तिम घडी छ। त्यस्तै वार्षिक पुण्यतिथि भनेको, पुण्यतिथि हेर्नु है, यो के हुन्छ भने जुराएर लगाउने तिथि अलग हुन्छ, पुण्यतिथि अलग हुन्छ। अनि त्यो जुराएर लगाउने पनि पुण्यतिथि नै माने, जुराएर लगाउँदा राम्रो तिथि खोजेको, पुण्य भनेको राम्रो। अब हामी मृत्यु भयो कसैको, शुद्ध शान्ति गर्नु पऱ्यो भने 13 दिनको शुद्ध शान्ति पुण्य, उहाँको पुण्यतिथि भनेर भन्छौँ। भनेको त्यस दिन पनि हामीले केही पठन पाठन, वेदहरू, गीताहरू, विष्णु सहस्रनाम, भागवत पढाउन सकियो, पुण्यतिथि हो, उहाँले प्राप्त गर्नुहुन्छ। र वार्षिकलाई पुण्यतिथि भनिन्छ भनेको अरूका लागि होइन, उहाँको लागि। जसको तिथि हो त्यो तिथि उहाँका लागि पुण्यतिथि हो। त्योभन्दा ठुलो उत्तम तिथि अरू हुँदैन। त्यस कारणले हाम्रो पूर्वतिर, प्राय गरेर नेपालको पूर्व भागमा पूर्वतिर पुण्यतिथिमा आएर पुराण लगाउने, अत्यन्त वार्षिकका दिन लगाउँदा राम्रो भनेर अरू दिनभन्दा पितृकै तिथिदेखि लगाउँदा उहाँलाई लक्ष्य गरेर लगाएको मानेर लगाइन्छ। र अहिले यसको कहीँबाट विरोध भएको, कता कता यता कता, पहिले थिएन, अहिले सामाजिक सञ्जाल धेरै भएर जहाँ जुन ठाउँमा हुँदैन त्यो ठाउँमा त अचम्म, हामीलाई वार्षिकका दिन साङ्गे गर्ने पुराण लगाउँदा अचम्म लागे जस्तो, वार्षिकदेखि पुराण गर्दाखेरि अचम्म लाग्नु स्वाभाविकै हो। त्यस्तो भएर यता कता त्यो कुरालाई खण्डन गरेको पनि भेटिन्छ। र हाम्रो जो चलन हो, वार्षिकदेखि लगाउने चलन हो, यो वार्षिक पुण्यतिथि नै उहाँको पुरा तिथि हो। एकता होइन, त्यो तिथिभन्दा अर्को तिथि उहाँको हुन सक्दैन।
उहाँको तिथि त्यही शुक्र अस्त भए पनि, उदय भए पनि, बिचमा औँसी परे पनि, जे परे पनि, प्रलय नै भए पनि उहाँको जुन तिथि हो त्यो तिथिमा वार्षिकका दिन गरेको पिण्ड, दिएको पिण्ड र वार्षिक पछाडि शय्यादान, गाईदान त्यहाँ इत्यादि दानहरू गरेको उहाँले प्राप्त गर्नुहुन्छ भने अस्त भए पनि, उदय भए पनि उहाँका लागि त्यो तिथिदेखि गरेको सप्ताहले उहाँले प्राप्त गर्नुहुन्छ। किनभने भगवानको भक्ति अलग कुरा हो। अब भगवानले यसलाई मुक्ति दिउँ कि नदिउँ भनेर ग्रहलाई निदाकर्षण ग्रहलाई नसोधी हुँदैन भन्ने कुरा आउँदैन। किन? ग्रहलाई चलाएको भगवानले हो। त्यस कारणले भगवानभन्दा माथि कोही छैन। ग्रह अनुकूल बनाउने भनेको हामी सांसारिक काम्य कर्म गर्नका लागि हो। आध्यात्मिक, आदि दैविक र आदि भौतिक नाम गरेका ताप र पापहरू हुन्छन् है। अनि आध्यात्मिक कर्मका लागि भगवानसँग सिधै सम्पर्क भइहाल्यो। आदिदैविक र आदि भौतिक भनेको संसारका ग्रहहरूलाई खुसी बनाउनु पर्यो, नक्षत्रलाई खुसी बनाउनु पर्यो, सबै चिजहरू अनुकूल भएका बेला गर्नु पर्यो यो सांसारिक सबै कुरा प्राप्त गर्नका लागि। हामीले सुनेका छौँ भक्ति मार्गमा भागवतमा भगवानले जब गोपिनीलाई महाराजका लागि बोलाउनु भयो, महाराजका लागि भगवानले बोलाउँदा गोपिनीहरूले तीनटा कुरा छोडे। धर्म, अर्थ, काम, तीनटा कुरा छोडे। किन? मोक्ष प्राप्त हुने समय भयो। धर्म पनि छोडे, अर्थ पनि छोडे, काम पनि छोडे। अब धर्मै छोडेर मुक्ति कसरी होला भन्ने प्रश्न यहाँ त गहिरो छ। अब यतातिर पस्न थाल्यो भने त्यस कारणले धर्म नगरी मुक्ति हुँदैन, धर्म छोड्नु पर्यो अन्तिममा। त्यही किसिमले भगवानलाई प्राप्त गर्दाखेरि, भगवानलाई प्राप्त गर्नका लागि सांसारिक धर्मलाई परित्याग गरेर मात्रै भगवत प्राप्ति हुन्छ। त्यस कारणले यहाँ भगवान ग्रहहरूसँग सम्बन्ध भएन। यो भगवानलाई प्राप्त गर्ने कुरा भएका कारणले गर्दा जुराएर लगाउँदा सबै कुरा गर्नका लागि ठिक छ। तर अब वार्षिक पुण्यतिथि आयो, उहाँका लागि योभन्दा ठुलो उत्तम तिथि कहिले पनि छैन। त्यो परम पवित्र तिथि हो। त्यो वार्षिक कहिलेकाहीँ त अब वार्षिक तिथिलाई खण्डन गर्नेले अहिले त 2-4 वर्ष भयो कहिलेकाहीँ तीजको पूजा पनि लाउनु हुँदैन भनेर गरिरहेको भेटिन्छ। हेर्नु हिन्दू धर्ममाथि कति प्रहार हुँदैछन्। तीजको पूजा लाउन हुँदैन अरे। किन भनेको के अवस्था छन् अरे? शुक्र अस्त बृहस्पति। तीजको पूजा लाउँदा शुक्र गृहस्थी वर्ष दिनमा एक दिन आउने तीज हो। पञ्चमीको पूजा लाउन हुँदैन। कहिले के हुँदैन, कहिले के हुँदैन। ल हेर्नु यी कुराहरू वर्ष दिनमा एक दिन आउने तीज स्वस्थानी, यसपालि स्वस्थानी लिन हुँदैन अरे। ल स्वस्थानी लिन हुँदैन अरे। यी सबै यो हाम्रो धर्मलाई मास्नका लागि हुँदैन भनेका हुन्। वर्ष दिनमा एक दिन जुन चिज आउँछ त्यो चिज हुँदैन भन्ने हुँदैन। वर्ष दिनमै आउने हो, वर्ष दिनमा एक दिन आउने, त्यो पर्व हो। त्यस कारणले पर्वको दिन कुनै चिज हुँदैन भन्न मिल्दैन। त्यस्तै मातापिताको वार्षिक तिथि भनेको पर्वको दिन हो। त्यो दिन जेसुकै भए पनि मातापिताको कर्म पुराण लगाउने, पुराण या केही पढाउने त्यस दिन गर्न, त्यस दिनदेखि गर्न या त्यस दिन गर्न यसलाई रोकटोक छैन। हाम्रो यो पूर्वीय यो नेपालको पूर्व भनौँ न, पूर्वी भाग भारततिर त सधैँ छैन। अस्त भए पनि तारा अस्त भन्छन्। झन् तारा अस्त भएका बेला भगवानले झन् मजाले पाउनुहुन्छ। ती तारालाई किन चाहियो, ग्रहलाई किन बाँड्नु परेको छ भन्छन्, झन् धेरै लगाउँछन्। तर यहाँ पश्चिमतिर यदाकदा त्यस्तो पनि छ। किनभने भागवतमा पनि दुइटै मत भएका कारणले गर्दा मुहुर्त जुराएर गर्नुपर्ने भन्ने छ, सदा सेवन गर्नु भन्ने पनि छ। दुइटै कुरा भएका कारणले गर्दा र के छ भने यद्यपि सिद्धम लोकविरुद्धम न करणीयम पनि भन्छ शास्त्रले है। यद्यपि सिद्ध लोकविरुद्ध शास्त्रले भन्छ, तर त्यो लोकविरुद्ध छ भने त्यसलाई नगर्नु, लोकले जे भन्छ त्यो गर्नु पनि भन्छ शास्त्रले। यो पनि शास्त्रकै उक्ति हो। त्यस कारणले शास्त्रमा के भनेको छ भने शास्त्रमा आमा बुवा हेर्नु है, शास्त्रमा आमा बुवाको काजक्रिया या आमा बुवाको जुठो छोरीलाई 5 दिन लाग्छ भनेको छ। त 5 दिन लाग्छ भनेको छ। काहीँ 5 दिनै बारेर छोरी निस्किने चलन छ। यहीँ पूर्वैतिर पनि कसैको 5 दिनसम्म बस्ने दाजुभाइसँग 5 दिन पछाडि अनि निस्किएर किनमेल गर्ने, यताउता व्यवहार गर्ने। तर हाम्रो समाजले मान्दैन। फेरि हाम्रो समाज कतिपयले चाहिँ हाम्रै समाजमा पनि कतिपय त्यसो गर्नुहुन्छ। कतिपयले 5 दिन भने शास्त्रले भने पनि यद्यपि सिद्धम लोकविरुद्धम यस भने पनि छोरी हुँ, त्यस कारणले पुरै बस्छु भनेर वर्ष दिनसम्म बारेका पनि छन्, 13 दिन पुरै बारेका छन्। त्यस कारणले सबै शास्त्रको कुरालाई पनि समाजले के भन्छ, लोकले के भन्छ, लोक विरुद्ध भयो भनेदेखि लोक सम्मत जे छ त्यो कर्म गरिन्छ। त्यस्तै वार्षिकमा पुराण लगाउने कुरा आयो। यो कुरा एकदम सिधैले चलेको कुरा छ र गरिरहेको कुरा छ। यसलाई विशेष गरेर वार्षिकको दिन पुराण लगाउँदाखेरि अर्को कुरा के छ भने हामी एक दिन मातापिताको काजक्रिया गर्दाखेरि 13 दिनको काम गर्दा पहिले क्षेत्रोपवास बसिन्छ, पवित्र हुन्छ, अनि काम गर्न थालिन्छ। त्यस्तै काम हेर्नु है, क्षेत्रोपवास बसेर कर्म गरेर अनि त्यो छोराले, त्यो छोरीले, त्यो बुहारीले
अरू बेला जे खान्थे जसो गर्थे भने पनि 1 वर्षसम्म महिनापछि मासिक गएर म बाहिरको खान्न, लसुन प्याज परित्याग गरेर मुला, लसुन प्याज, मुला, बैगुन इत्यादि चिजहरू माछा मासुको कुरै छोडिदिउँ, सबै कुरालाई परित्याग गरेर अनुष्ठान गरेर बसेको हुन्छ, अनुष्ठान नियममा बसेको हुन्छ। अनि वार्षिक सकेपछि उसले पुराण लगाउँदाखेरि हामीले हप्ता दिन अगाडि नान्नेमुखी गऱ्यौँ भने त जुटोसुतक पऱ्यो भने लाग्दैन, रोकिँदैन, नान्नेमुखीले कर्म गर्न पाइन्छ भनेको हुन्छ। उसले वर्ष दिनको अनुष्ठान गरेर बसेको हुन्छ, नीति नियममा बसेको हुन्छ। अनि वार्षिक गरिसकेपछि लगातार पुराण लगाउँछु भन्दाखेरि त्यो सबभन्दा पवित्र उत्तम मानिन्छ एकदम त्यसले, किन ऊ अनुष्ठानमा बसेको छ, पहिलेदेखि नै अनुष्ठान गरेर बसेको छ। ऊ क्षेत्रवास बसेर कार्यक्रिया गरेर अनि काहीँ नखाई केही नगरिकन पवित्र भएर शुद्धताका साथमा बसेको भनेको ठुलो उसले तपस्या गरेको छ भनेको उसले ठुलो यो उसले गरेको नानीमुखी नै सम्झे हुन्छ कि वर्ष दिन यो काम नगरी म कहीँ जान्न केही खान्न भनेपछि। अब वार्षिका दिन यदि गर्न नसक्ने कुरा अलग छ, गरेन भनेदेखि त्यो पुराण वार्षिक पछाडि लगाउन सम्भव होला या नहोला, फेरि गरिएला नगरिएला। त्यतिखेर जुराएर गर्छु भनेपछि छोरो कहाँबाट आएको छ, बुवा छोरी कहाँबाट आएकी छ, अर्को दाजुभाइ कहाँबाट आएको छ, ती सबै जुट्न सक्दैनन् अनि त्यो पुराण नलाग्न सक्छ। त्यस कारणले वार्षिक भनेपछि कर लाग्यो, टाढा भएका विदेश भएका छोरा बुहारी छोरीहरू सबै भेला भए, वार्षिकमा मृत्यु भएका बेला भेला हुन्छन्, त्यतिखेर गरेपछि गरिहाल्यो, राखेपछि रहेको रहे भयो। त्यस कारणले अनुष्ठान गरेर बसेका कारणले गर्दा त्यो कुरालाई रोकटोक देखिँदैन, कतैबाट पनि रोकटोक देखिँदैन। यद्यपि यी कुरा पहिले नै भनिहालेँ मैले, लोक विरुद्ध छ भने शास्त्रले सिद्ध मानेको छ, तर शास्त्रले भनेको लोक विरुद्ध छ भने लोकले जे भन्छ त्यो कुरा गर्न उचित मानिन्छ। कुनै पनि कर्म विश्वास गरेर गऱ्यो भने विश्वासको फेरि फल हुन्छ, विश्वास नगरी गऱ्यो भने चाहिँ गर्न त गरेँ हुन्छ कि हुँदैन भन्यो भने हुँदैन। फेरि आफूले गरेको कर्ममा पूर्ण विश्वास हुनु पर्यो। औँसी परे पनि, शुक्र अस्त भए पनि, भुइँचालो गए पनि, प्रलय भए पनि, जेसुकै होस्, मातापिताको कार्य ढिकुरो बनाएर काम गर्दा त अरूको कार्यक्रिया गर्नु पर्यो भने बिचमा औँसी पऱ्यो भने कि औँसी अगाडि कि औँसी पछाडि सक्नुपर्छ, दोमासे बनाएर नगर्नु भनेको हुन्छ। तर मातापिताको दोमासे हुँदैन भनेको छ, लगातार दिन पाइन्छ। त्यस कारणले त्यो कुनै पनि दोष नमानिकन गर्ने हाम्रो परम्परा छ, हाम्रो चलन छ। र मैले पनि पहिले पुराण भन्दाखेरि थाहा थिएन मलाई, अब ठुला बडाले म 55 सालमा आएर भने बिचमा औँसी अष्टमी मेरो हजुरबाको तिथि थियो, चैत्र कृष्ण पक्षको अष्टमी, पुराण लगाएँ, दोमासे नै भयो, भएछ पछि थाहा थिएन। र खै अहिलेसम्म पितृको आशीर्वादै छ, ठिकै छ, त्यस्तो केही छैन। र मैले आमाको पुराण पनि वार्षिक पर्दाखेरि ठ्याक्कै शुक्र अस्तको बेला वार्षिक परेको थियो, आमाको पुण्यतिथि यही हो भने मैले माताजीको सप्ताह पुराण लगाइयो। र अब यी सबै कुराहरूलाई विचार गर्दाखेरि यहाँ त अहिले भर्खर हामीले त 20-25 वर्ष भयो पुराण भनेको है, हामीले अब नभन्दा पुराण नआउँदा पनि त्यस्तो ठुलो आपत्ति गर्नुपर्ने छैन। भर्खर पुराण भन्न आएका कलिला, गुरुकुलमा बसेर दुःख गरेर पढेर आएका, पुराण भन्दै गरेका साना कलिला र पण्डितहरू बाबुहरूलाई ती अहिले धेरै चाहिँ शुक्र अष्टमा पुराण भन्न हुँदैन भन्ने यी गाली गलौज अपशब्दहरू, धेरै शब्द भन्न नसक्ने शब्दहरू पनि सबैमाथि आएका छन्। सानालाई मात्रै होइन, ठुलालाई पनि, सानालाई पनि, सबैलाई गर्नेलाई। तर यो समाज विरुद्धका कुराहरू हुन् भन्ने लाग्छ मलाई चाहिँ। समाज विरुद्धका कुरा हुन्, जुन चलिआएको छ त्यो चलेको, नयाँ चिज ल्याएको छैन। बिचरा अब भर्खर गरिखाउँ भएर आएका, नयाँ चिज ल्याएको छैन, गरेको चिज गर्दा पनि चाहिँ गाली गलौज खानुपर्ने। हुन त यो कर्म नै अवजस्य कर्म हो भनेकै छ, यो विगरित कर्म भनेको छ अवजस्य कर्म हो, वृत्ति नै अवजस्य वृत्ति हो। र अलिक अपशब्द, नराम्रो शब्द दुःख पनि लाग्छ कहिलेकाहीँ। गुरुहरूलाई सम्मानित र प्रतिष्ठित भएका गुरुहरूलाई पनि अपशब्दहरूले चाहिँ गाली गलौज गर्दाखेरि, शुक्रास्ते के इत्यादि शब्दहरू गाली गलौजका कुरा सुन्दाखेरि अब के छ भने उहाँहरूलाई पनि फिर्ता गरेर अब शब्द भन्नु पऱ्यो भनेदेखि अब यस्तो हुन्छ, आफ्नो हैसियत जतिसम्म छ, आफ्नो योग्यता कति छ त्यही अनुसारका शब्दहरू निस्किने हुन्। हैसियत र योग्यता शब्द निस्किने हुन्। अब ती शब्द राम्रा शब्द नराम्रो शब्द आफैमा भर पर्ने हुन्। त्यो मुखबाट निस्किने चिज भित्र भएको चिज निस्किन्न हो, आफूसँग जो छ त्यो निस्किने हो। अब उहाँहरू पनि कहीँबाट परिचालित हुनुहुन्छ या के छ, या आफ्नो धर्म मास्नका लागि हो, या सबै सक्नका लागि हो, चलेको कुरालाई विरोध गरेर रोक्न खोज्नु भनेको होइन। उहाँहरू पनि यस्तो विरोध गर्ने कि बाहिरबाट डला, उहाँहरू त भन्नु यो जसले इत्यादि गाली शब्दहरू छन् ती शब्द नभनौँ, ब्राह्मणहरूलाई भनेका अपमानिजनक शब्द, ती शब्द भन्ने सायदै डलरै मासिके र तलबे हुनु हो कि
है बाहिरबाट डलर आउँछ कि महिना दिनमा त्यो मासिक कुनै बाहिरी पेसा गर्नुहुन्छ अनि तलब पनि तलब पनि आइरहेको छ सरकारको तलब पनि खायो अनि पार्ट टाइम यता पनि त्यहीँ पनि गर्दै गयो यता पनि गर्यो उता पनि गर्यो उहाँहरूले त जति विरोध गरे पनि केही फरक परेन होइन उहाँहरूको अर्को सँगै सरकारले तलब दिएकै छ विरोध गर्दा केही फरक परेन होइन मासिके डलरै तलबै उहाँहरूलाई भन्दा केही अत्युक्ति नहोला उहाँहरूका शब्दहरू विचार गर्दाखेरि र भागवत लगाउँदाखेरि भगवान् सुतेका बेला चौमासाका बेला हामी आषाढ शुक्ल पक्षको कृष्ण शुक्ल पक्षको एकादशीदेखि भगवान् शयन गर्नुहुन्छ 4 महिना कार्तिक शुक्ल पक्षको एकादशीसम्म त्यतिखेर त हामी यज्ञ भगवान् सुतेका बेला त यज्ञ गर्छौँ पुराण सुन्छौँ व्रतबन्धहरू कुनै कर्म निषेध गरिएको छ भने त्यतिखेर व्रतबन्धहरू कुनै कर्महरू नगर्नु भनेको छ भगवान् सुत्नु भएको छ भनेर भगवान् सुतेका बेला त पुराण सुन्नका लागि उत्तम समय भएर झन् पुराण सुन्छौँ चतुर्मासा सुन्छौँ झन् यज्ञको आराधना गर्छौँ भने शुक्र अस्त भएका बेलामा पुण्य वार्षिक तिथि आयो त्यो तिथि फेरि आउँदैन त कहिले पनि है दसैँको टिकामा शुक्र अस्त भयो भने है नवरात्रमा शुक्र अस्त भयो भने वर्ष दिनमा आउने चिज हो सधैँ गरिराखेको हो वर्ष दिनमा आउने चिज त हामीले रोक्न मिल्दैन त सधैँ गरिराखेको गर्नुपर्छ जस्तै रामनवमी भयो जन्माष्टमी भयो स्वस्थानीको व्रत भयो होइन तीजको व्रत पञ्चमी व्रत शुक्र अस्त भए पनि उदय भए पनि गर्नुपर्छ रोक्न हुँदैन यिनीहरूलाई जसरी वर्षै दिन त्यो किन अरू दिन छैन नि त वर्ष दिनमा एक दिन आउँछ त्यस्तै वर्ष दिनमा एक दिन आउने कर्म त रोक्न हुँदैन गर्नुपर्छ भने वार्षिक तिथि त जिन्दगीमा एकपल्ट आयो आमा बुवाको वार्षिक तिथि फेरि आउँदैन एकपल्ट जिन्दगीमा आयो वर्ष दिन ऊ नीति नियममा बस्यो अनि उसले पुराण लगाउन नपाउनु भन्ने त कहाँ हुनै सक्दैन है किनभनेदेखि शास्त्रमा दुईटै कुरा भनेका कारणले गर्दा है दुईटै कुरा भनेको छ दैवगम त्यो समावय मुहूर्त परीक्षा यत्न त पनि भन्यो सदासेव्य श्रीमद् भागवती कथा दीनानाम नियमो नास्ति यी सबै कुरालाई हेर्दाखेरि सबै कुरालाई सम्मिलित गरेर मिलाउँदाखेरि लोक व्यवहारमा यो पनि कहिलेदेखि जुन समयदेखि चल्यो त्यतिखेरदेखि धेरै छलफल मन्थन भएरै यी कुराहरू चलेका होलान् त्यसै चलेनन् एउटाले चलाएको होइन त्यस कारणले यो कुरालाई रोक्नु त्यति उत्तम जस्तो मानिँदैन र यहाँ गुरुहरूलाई अलिकति अपशगाली गलौजका शब्दहरू सुन्दाखेरि साह्रै दुःख पनि लाग्छ तर अब जसको काम अस्त भइरहेछन् काम केही पनि छैन केही छैन भने के गरौँ त्यही गाली नै गरौँ जे छ आफूसँग त्यही निकाल्ने उगल्ने त भने भित्र भएको चिज उगेल्ने हो त्यही चिज उगेले जस्तो पनि लाग्छ कसैले यो विरोध गर्दा र यस्ता शब्दहरू यस्ता विरोधका कुराहरू सकभर हाम्रो शास्त्रले हाम्रो धर्मले के भन्छ भने अर्कालाई निन्दा गर्न हुँदैन अर्काको चर्चो गर्न हुँदैन निन्दा चर्चो सकभर अर्काको गर्नु राम्रो होइन अर्कालाई गाली गर्नु मन कसैको दुखाउनु चित्त दुखाउनुलाई उत्तम मान्दैन त्यस कारणले यी कुराहरूलाई छोडेर विरोधलाई छोडेर सबै एकजुट भएर एकमत भएर गर्नुपर्ने कर्तव्यलाई गर्ने हामीले जो गरिरहेको छ त्यो गरिरहेको कर्तव्यलाई छोड्न मिल्दैन गरिरहेको कर्तव्य जो छ कर्म जो गरिराख्ने र नयाँ जुन विकृतिहरू छन् विकृतिलाई चाहिँ तोड्नुपर्ने हुन्छ विकृतिहरूलाई छोड्नुपर्ने हुन्छ विकृति आएका छन् भने तिनीहरूलाई सुधार गर्नुपर्ने हुन्छ यी कुराहरू धेरै कुराहरू छन् अब भन्नुपर्ने कुराहरू त धेरै छन् यसैका साथसाथै धेरै लामो शब्द नभनी लामै भएछ भन्दा भन्दै श्री राधे जय श्री राधे अस्तु।